हरता वार्ता विघ्नाची, दुर्वी पूर्वी प्रेम कृपा जयाची, सर्वांगी सुंदर उदिशेंदुराची, कंठी झळके माळ मुक्ता फळाची. जय देव जय देव जय देव जय देव जय मंगल मूर्ती हो श्री मंगल मूर्ती, दर्शन मात्रे मान कामना पूर्ती. जय देव हो गजानन हो सर्वतमन हो गजानन हो सर्वतमन. बापा तेरे नाम दिल मैंने है किया, बापा हर पल में मैंने तुझे है जिया, बापा मेरा साथ जो तूने है दिया, बापा तेरी करुणा में जग जी लिया. रत्ना खचित फरा तुझ गौरी कुमरा, रत्नाची उटी कुंकुम केशरा, हिरे जळित मुकुट शोभा तो बरा, रंजती नुपुरे चरणी घागरिया. जय देव जय देव जय देव जय देव जय मंगल मूर्ती हो श्री मंगल मूर्ती, दर्शन मात्रे मान कामना पूर्ती. जय देव जय देव यति उता पनि काट्नुपर्छ है, उसले उचाल्नुपर्छ अब. गोविंद गोविंद गोपाला, भज गोविंद गोविंद गोपाला, भज गोविंद गोविंद गोपाला, भज गोविंद गोविंद गोपाला, भज मुरली मनोहर नंद लाला, मुरली मनोहर नंद लाला, भज मुरली मनोहर नंद लाला, कृष्ण गोविंद गोविंद गोपाला, कृष्ण गोविंद गोविंद गोपाला. भज मुरली मनोहर नंद लाला, 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 कृष्ण गोविंद गोविंद गोपाला, कृष्ण गोविंद गोविंद गोपाला.
घरको राम्रो मिलाएर खिच्दिनु मलाई अलि त फर्किन ए विजात्रे यस्तो छ गरे तल वृन्दावनमा गाई चराउनेलाई तल वृन्दावनमा गाई चराउनेलाई कदमको रुखमा बसी बन्सी बजाउनेलाई आऊ न कृष्ण आऊ न गोपिनीले बनाको मक्खन खाऊ न आऊ न कृष्ण आऊ न गोपिनीले बनाको मक्खन खाऊ न खान्थ्यौ मक्खन उनले चोराएको कति खान्थ्यौ मक्खन उनले चोराएको कति सुन्थ्यौ मुराली उनले बजाएको आँखै आँखा जुदाएर मोहनी लाउनेलाई आऊ न कृष्ण आऊ न गोपिनीले बनाको मक्खन खाऊ न आऊ न कृष्ण आऊ न गोपिनीले बनाको मक्खन खाऊ न घुम्थ्यौ वनमा दौडी फेरि फेरि कति घुम्थ्यौ वनमा दौडी फेरि फेरि मक्क पर्थ्यौ हामी सबै कृष्ण लीला हेरी गोपिनीको बिचमा बसी बन्सी बजाउनेलाई आऊ न कृष्ण आऊ न गोपिनीले बनाको मक्खन खाऊ न आऊ न कृष्ण आऊ न गोपिनीले बनाको मक्खन खाऊ न कालिया दमन गरेर सबलाई छक्याइदियौ कालिया दमन गरेर सबलाई छक्याइदियौ पापी कंस मारेर सबलाई सुख दियौ वृन्दावनको कुञ्ज गलीमा रास रचाउनेलाई आऊ न कृष्ण आऊ न गोपिनीले बनाको मक्खन खाऊ न आऊ न कृष्ण आऊ न गोपिनीले बनाको मक्खन खाऊ न तल वृन्दावनमा गाई चराउनेलाई तल वृन्दावनमा गाई चराउनेलाई कदमको रुखमा बसी बन्सी बजाउनेलाई आऊ न कृष्ण आऊ न गोपिनीले बनाको मक्खन खाऊ न आऊ न कृष्ण आऊ न गोपिनीले बनाको मक्खन खाऊ न आऊ न कृष्ण आऊ न गोपिनीले बनाको मक्खन खाऊ न आऊ न कृष्ण आऊ न गोपिनीले बनाको मक्खन खाऊ न आऊ न कृष्ण आऊ न गोपिनीले बनाको मक्खन खाऊ न
धतुरो खाएर भस्म लगाउने हातमा त्रिशूल शिरमा गंगा कते सुहाउने हे भोलेनाथ तिमी दया का खानी भक्तका दुःखलाई हर्छौ आफ्नै दुःख माने शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ बागमती तीरमा शिवको धाम बागमती तीरमा शिवको धाम पशुपतिनाथ आहै क्या राम्रो नाम बेलपत्र लिएर दर्शनलाई जाऊ भोग लगाएर प्रसाद खाऊ बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ हरिहर मन्दिर देवो घाटैमा हरिहर मन्दिर देवो घाटैमा नमः शिवाय जपी जाउँ है बाटैमा शिवजीको धाम सङ्गमतिर इच्छा पुरा हुन्छन् मान है पीरा बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न देव घाट जाऊ दर्शन गर्न देव घाट जाऊ काली गंगा तीरैमा शंकर बसेका काली गंगा तीरैमा शंकर बसेका शिरमा छन् चन्द्र र भस्म घसेका विराट शालिग्रामको दर्शन पाऊ गण्डकी नाउन सेती भेडी जाऊ बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न सेती भेडी जाऊ दर्शन गर्न सेती भेडी जाऊ
भक्तहरू शरण परेका बम 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 हे शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न त्रिवेणीमा जाउँ दर्शन गर्न त्रिवेणीमा जाउँ दर्शन गर्न पशुपति जाउँ दर्शन गर्न देवघाट जाउँ दर्शन गर्न सिद्धिबेडी जाउँ दर्शन गर्न त्रिवेणीमा जाउँ दर्शन गर्न परोहामा जाउँ दर्शन गर्न हिँडीधाम जाउँ दर्शन गर्न मुक्तिनाथ जाउँ एकदम ठिक छ हाम्रो यो हिरा सरको होइन टेन्ट क्याटरिन सब होइन अब हिरा सरलाई सम्झिनु पर्छ पुरै अर्को खाँचीले धमाका पिट्न ॐ नमः शिवाय कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि भवं भवानी सहितं नमामि। बोलिए श्री महादेव भगवान को बोलिए श्री भूमेश्वर महादेव को बोलिए श्री सनातन धर्म को माथि माथि कैलाशैमा शिवजीको बासा त्यही कैलाशमा लैजाऊ प्रभु पुग्छ मनको आशा आउलिन शिव कैलाशैमा जानी बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जानी बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जानी बाटो मैले चिनिन जय शम्भो आउलिन शिव कैलाशैमा जानी बाटो मैले चिनिन 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 हरिओ। हे परमेश्वर हे परमात्मा हे जगतका पिता आज फेरि मनको दुःख पोख्छु हजुरसित शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जानी बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जानी बाटो मैले चिनिन जय शम्भो आउलिन शिव कैलाशैमा जानी बाटो मैले चिनिन 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 हरिओ। शिव तिम्रो दर्शन गर्न पुङ्दीकोटमा एसियाकै ठुलो मूर्ति रहेछ थाहा पाएँ
मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन जय शम्भो आउलिन शिव कैलाशैमा जाने बाटो मैले चिनिन 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 हरिओ कति राम्रो मूर्ति छ है 51 फिटको त्यही गएर मेटिन्छ नि शिवजीको झल्को सबै आफैले यो हामीले ठिक छ चलाउनु पर्यो बिहानै खाना हिजो एउटा आउनु भएको थियो यहाँ पनि नास्ता भयो कि ल बस बस त्यहाँ बस करिस्मा तेरो पनि भिडियो लिँदैछु क्या मैले अमेरिका बसी पनि आइन यहाँ सबै यो त 10 वर्ष पहिले 84 गरेर अमेरिका आएर 3 महिना बसेर सबै छुट्टी लिएर एउटा धान चामलको टपरर उहाँ कलश राखेको उहाँ खाली राखेको कलश पहिला ठुलोबाले एक पञ्चाङ्गमा लिनु त गाईको दुध आयो है हजुर लाइन आउँदा आउँछ अहिले बेला सरको पटक तीन पटक बजाउँदै सिकाउँछ तीन पटक यो 4 पटक भयो 3 पटक तीनटा बनाऊ तीन भने तो बेला लाग्ने ओम केशवाय नमः ओम भैरवाय ओम गोविन्दाय नमः योगा अब कुण्डलमणि राख्ने पूजाको बस्यो भने पृथ्वी माताको 14 फुलले पूजा गर्नु पृथ्वी माताको 14 फुलले पूजा गर्नु है भएन ओ पृथ्वी गया देवी तपस्या देवता तन्त्र धारया देवी पौजन्त कुवासा ला अब सर्स्यौ अब सर्स्यौ सबै आउँछ यो रातले ल अब यिनी वहीँ आउँथ्यो सर्स्यौ सम्बन्ध एकजनाले ठुला ए ठुलाबा सर्स्यौ ढाक्नु पर्यो
पठाउनु पर्यो भाइ अब यति तिल वाली छ अब पश्चिमे वरुणायन उत्तरे कुबेरायन दक्षिणे हेमाय नमः आकाशे सूर्याय नमः दस्ते पार्वतीय नमो नमः। अब सबैले आफ्नो अगाडिका तपाईँको तिलानी खै करपात्र फुलबारी अगाडिको छोड्नुस् त्यहाँ यहाँ खोइ करपात्र यहाँ त चाहियो कि एउटा बनाउनु पर्यो त्यसैले चाहियो 3टा बनाउनु पर्यो तपाईँले करपात्र होइन अरू कचुरा बानी त बनाउनु चाहियो कि कटौरा खाने होइन तिलानी अर्को चाहियो सबै यिनीहरूलाई दुना दिनुहोस् ठुलो भयो त त्यहाँ चौतिल ल्याइदिन्छ छुँदै गर्नुहुन्छ जल छ त्यहाँ जल छ अब यहाँ यो तिम्रो यता सुन्नुहोस् त यो खाली कचरा दिनु 15 दुना राख्नु त्यहाँ एचर जो त्यो खुसी गर्नु तिमीलाई भयो अगाडि यो कटोरा उता राख्नु यतै बिलान जलका शिवजीलाई दर्शन गर्छु जुम्ला हात गरी शिवजीलाई दर्शन गर्छु जुम्ला हात गरी उनकै भजन भक्ति चलोस् यो जगतै भरि भरदेऊ मनमा उमङ्ग शिव शिरमा गङ्गा 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 भरदेऊ मनमा उमङ्ग हे भगवान् शिव शिरमा गङ्गा भरदेऊ मनमा उमङ्ग 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 उमङ्ग हरि हे हिमा शेखर छोचुरोमा कैलाशका बासे हिमा शेखर छोचुरोमा कैलाशका बासे सत्य त्रेता द्वापर कालिए सधैँ अविनाशी भरदेऊ मनमा उमङ्ग शिव शिरमा गङ्गा 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 भरदेऊ मनमा उमङ्ग हे भगवान् शिव शिरमा गङ्गा भरदेऊ मनमा उमङ्ग शिव शिरमा गङ्गा नमस्ते मनमा भएको अन्धकारलाई पनि निवारण गर्नुभएका साक्षात् कर्मको साक्षी बस्नुभएका दीपनारायणलाई भनेर त्यहाँ चलाइदिनु सबैले कान्छा मान्छेले 5 गर्ने कान्छाले चलाइदिनुहुन्छ फुलवरी कान्छा अङ्कललाई सबै यिनी कमलले एउटा गाइदान गराउँछ त माइलामा माइलाले एउटा साइलामा साइलाले कान्छामा कान्छाले फुलबाले गर्दाखेरि आफ्नो आमा
महात्मा पनि नाम है बत्तीहरू 3 5 7 9 महाबलिपति स्वर्गवासी माता पिताकाको नाममा जो छोरा नाति नातिहरू सबै मिलेर यहाँ अर्पण गर्दै हुनुहुन्छ उहाँको वैकुण्ठवासको कामना सहित पूजा सुरु पितृको आशीर्वाद तुमको आशीर्वाद सधैँ लागिरहोस् अब पैसा लिएर अब पितृ सम्झिनुको कस्तो बत्ती बाल्दिने पितृ सम्झेर गाई जानु के चाहियो होइन 105 हो कि एकजनाले 105 एक कपालले एक कप यही कम लाग्यो अर्को बोट कतै सबै लाइट राख्नु तपाईले एउटो अनि हामीलाई अनि अब यता भयो हैन नानीहरुलाई के छ तिम्रो व्यवस्था के छ त्यहाँ तिम्रो भयो त्यहाँ सेवा पाक्दै मर्नु तिम्रो पाछि त्यो बहुत अब राख्नु पर्यो होला है नमो नमः अब यसो गरौँ है बुढालाई चाहिँ विश्वास नभइरहेको हरिओम ल सबैले तिलानीसित छुपाउमै गाई हरिओम तत्सत तत्सत विष्णु 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 नमो गाई गाई छ नेपाल गोरखा राज्य पञ्चायत प्रदेश अन्तर्गत लुम्बिनी प्रदेश रेखाची मण्डल छत्रदेव ग्राम अन्तर्गत चिनिपानीय पूर्ण क्षेत्र शास्त्र मध्ये रौद्र नाम संवत्सरे श्रीनाम तलाले वसन्तरित वैशाख पद्मासे ज्येष्ठ चन्द्र अनुसार श्रेष्ठ कृष्ण पद कृष्ण उदय एकादशी काश्यप पुत्रोत्पन्नेश मिठू नामले देवे देशका पञ्चस्तिका लक्ष्यवर्ती पदम कर्म तथा छ होम कालका देशका पञ्चस्तिका लक्ष्यवर्तीका लक्ष्यवर्ती पदम कर्म पदम रजोस्ना ज्ञान ज्ञान ज्ञाता ज्ञात वार्ता वार्ता लिया लिया जो पापन सर्व संदेश समारो महा कर्मवृत्त पेपा कर्मपा श्रीमद् भागवत पाठ कर्म समनादि कर्म कर्तव्यः वर्तमान पुत्र जनिष एक वर्ष समय पर अब यो पुष्पैया बोला दिन्छ यता तिलको कति भएर तिल कति 3-4 किलो लेख्न थिएन र कति लेख्न थियो 1 किलो मात्र रहेछ अब त्यही त अब किलो सबैको तेर फेरि के जनवा कुसिया मलाई पुरा दिन सबै आयो पास गर्नु ल त्यो रहेको फेरि लिएर आउनुस् अनि यति दिने त मलाई सुनमा नमङ्गो गरे सबै तर्नी तार्ने सबै यसले ल फुल कपी बोल्छ के ल त्यो फुल त्यही चढाइ होइन ल अब सबैले 10-10 रुपैयाँ दाना 25 टा अध्यक्ष के दिएको त लोकसभा 10 का प्रकरण नोट निकाल्नुस् त प्रसिद्ध गोदाना दाना 25 टा संकेत सिद्धार्थ
डलर चल्ने छैन, डलर चल्ने छैन। यहाँ अमेरिकन डलर चल्दैन, साथ गर्दिन। डलर त ख्याल गर्नु, आइसी सन्ट्रल चल्ने यस्तै भारतवर्ष जाँदैन, यहाँ अमेरिकन डलर चल्दैन। नो यिनीहरूलाई पर्दैन, यिनले के यिनी त्यसै हेलो सबैले आँखा बन्द गरेर साक्षात् यहाँ साकारलाई निराकारलाई साकार पार्ने भनेको यस्तो आँखा पनि भगवान आउनु भनेर 1 घण्टा फल है आफै खाली खुवाउनु नि पछि नि अनि 5 रुपियाँ पैसा हो मलाई ठिक बन्द गरेर हरे राम हरि हरि हरे राम हरे कृष्ण हरे राम हरि हरि एक दिन त जाने हो संसार छोडेर हरे राम हरे कृष्ण हरे राम हरि हरि पिंजरा तोडेर पंछी उडेर
उडेर पिञ्जरा तोडेर पंक्षी उडेर धन र सम्पत्ति घरमै झोलामा बासाको टोलामा लान्छन् खोलामा बासाको टोलामा लान्छन् खोलामा भर नपर जान्छ पंक्षी उडेर गुडा छोडेर भर नपर जान्छ पंक्षी उडेर गुडा छोडेर कुन्नी केमा हो संसार झुलेको खै कुन्नी केमा हो संसार झुलेको किन हो चटक्कै धर्म भुलेको किन हो चटक्कै धर्म भुलेको बिहान फुल फुले साँझ झर्दैछन् मान्छेले मर्दैन जस्तै गर्दैछन् मान्छेले मर्दैन जस्तै गर्दैछन् कहिले काखमा कहिले डोलामा कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा कहिले काखमा कहिले डोलामा कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा हामीले देखेको यो सारी मात्रै हो हामीले देखेको म को हो तिमी को हौ छैन चिनेको कहीँ छैन ठेगाना कहाँ हो हिँडेको कहीँ छैन ठेगाना कहाँ हो हिँडेको जानी कहाँ होला जानी कहाँ होला रामलाई थाहा होला जानी का होला जानी का होला जानी का होला उनै रामलाई थाहा होला भुटेकै बाह्र मङ्गला भनेपछि हाम्रो त समस्या होइन, 2 मिनेटमा आउँछ भन्न पर्यो। नमो भगवते वासुदेवाय तब हरि ओम सबैले जोडा भाइ ओम तिब्राय नमः उज्जवलाय नमः मस्ताय नमः भोगदाय नमः कामरूपाय नमः सत्ताय नमः उग्राय नमः तेजवाय नमः ओम मधुबन सरस्वती कमलासाय नमः फुलेर अब त्यो चुनावमा चढाउने जेले चढाउने यसरी आँखा बन्द गर तन्नस्ता फुलेर गणेश भगवानको जय गर्ने एक रत्न सफल गणम गरेर वक्तव्य पासेको धेरै साथै विनायकम आँखा बन्द गर्यो अगाडि गणेश आउनको सम्झियो जसले मात्रै गणेश आउनको सम्झ्यो उसले मात्रै आह्वान गर्यो दुईटा हात फैलाएर एकदम खुसी भएर अङ्कमाल गरे जस्तो हरि ओम एक रत्न सफल गणम गरेर अब अर्घ अहिले पूजा गरेर भगवानको अर्घ छ नि आर्थिक मिसे घोटी गरेर चढाउने वर्तमान देश व्यवस्था गर्न पुष्ट वर्तमान केन्द्रमा यहाँ अब लग्नको बजार
ओम स्नानं पंचमित्र केवल करो अनाथ सर्व केवल पूजय ज्ञानाय गणपति गो हवामहे प्रियपति गो हवामहे निरीनानि पति गो हवामहे ओम नमः नाम पूजय लबोदर गोस्ताने सर प्रयोग करना क्या मरिदा पूजय पवित्र कथाओं कंठ पुस्तक का वैष्णव पूजय पाप स्थान में हस्त पूजय जलवत्रान भक्त पूजय भागवत नेत्र पूजय विधात कलरात सर्वेश्वर नमस्ते श्री पूजन शक्ति बुद्धि से कह समान ओम गणपति नमो नमः कोयला लो कोयला है कोयला ये पते बजावा कोयला ले रहा हूं पूजा करने है ना ओ देवी देवता पूजा बुलाने गौड़ के गौड़ी सब देवी को तिला ले रहे तो पाद उपाधि वस्तुवारी मुझे अपने पुण्य पंचामृत शुद्ध स्नान हुन्छ काठमाडौँका पर्सि गएपछि मलाई त कमाउँछ नि फेरि तपाईँ दुधमाले दिरी दिरी गराउँछ हृदयमा कृष्णको फोटो छ जीवन हाम्रो छोटो छ हृदयमा कृष्णको फोटो छ जीवन हाम्रो छोटो छ हाँसेर भए पनि रोएर भए पनि जीवन बिताउनु छ हाँसेर भए पनि रोएर भए पनि जीवन बिताउनु छ हृदयमा कृष्णको फोटो छ जीवन हाम्रो छोटो छ हाँसेर भए पनि रोएर भए पनि जीवन बिताउनु छ हाँसेर भए पनि रोएर भए पनि जीवन बिताउनु छ कसैलाई धेरै सुख छ कसैलाई धेरै दुःख छ दुःख र सुखको नाटक हेर्दै जीवन बिताउनु छ कसैलाई धेरै सुख छ कसैलाई धेरै दुःख छ दुःख र सुखको नाटक हेर्दै जीवन बिताउनु छ हृदयमा कृष्णको फोटो छ जीवन हाम्रो छोटो छ हाँसेर भए पनि रोएर भए पनि जीवन बिताउनु छ हाँसेर भए पनि रोएर भए पनि जीवन बिताउनु छ राजा भए पनि जानु छ जोगी भए पनि जानु छ
आउनु र जानुको नाटक हेर्दै जीवन बिताउनु छ। राजा भए पनि जानु छ, जोगी भए पनि जानु छ। आउनु र जानुको नाटक हेर्दै जीवन बिताउनु छ। हृदयमा कृष्णको फोटो छ, जीवन हाम्रो छोटो छ। हाँसेर भए पनि रोएर भए पनि जीवन बिताउनु छ। हाँसेर भए पनि रोएर भए पनि जीवन बिताउनु छ। जागौन साथी जागौन, धर्मको बाटोमा लागौन। एक दिन यो देह छोडी सबैले जानु नै पर्ने छ। जागौन साथी जागौन, धर्मको बाटोमा लागौन। एक दिन यो देह छोडी सबैले जानु नै पर्ने छ। हृदयमा कृष्णको फोटो छ, जीवन हाम्रो छोटो छ। हाँसेर भए पनि रोएर भए पनि जीवन बिताउनु छ। हाँसेर भए पनि रोएर भए पनि जीवन बिताउनु छ। आत्मा हाम्रो अमर छ, दिव्य धाम पुर्याउँछ। आत्मालाई सन्तोष दिएर हामीले जीवन बिताउनु छ। आत्मा हाम्रो अमर छ, दिव्य धाम पुर्याउँछ। आत्मालाई सन्तोष दिएर हामीले जीवन बिताउनु छ। हृदयमा कृष्णको फोटो छ, जीवन हाम्रो छोटो छ। हाँसेर भए पनि रोएर भए पनि जीवन बिताउनु छ। हाँसेर भए पनि रोएर भए पनि जीवन बिताउनु छ। हाँसेर भए पनि रोएर भए पनि जीवन बिताउनु छ। हाँसेर भए पनि रोएर भए पनि जीवन श्रीमद् भागवत महापुराण को नवदुर्गा भवानी को शाम सदा शिव जी को कति राम्रो त्यो वृन्दावन, सललल बगेकी यमुना। कति राम्रो त्यो वृन्दावन, सललल बगेकी यमुना। उस्तै राम्रो मथुरा सहर, जान मलाई लागैछ र। उस्तै राम्रो मथुरा सहर, जान मलाई लाग्दैछ र।
कृष्णजीको दर्शन कृष्णजीको दर्शन गर्ने पापी पनि तर्छन् वृन्दावनको झिलिमिली कृष्णजीको दर्शन कृष्णजीको दर्शन गर्ने पापी पनि तर्छन् कति राम्रो त्यो वृन्दावन सललल बगेकी यमुना उस्तै राम्रो मथुरा सहर जान मलाई लागैछ रहर पहिलो दर्शन बिहारीको पछि रङ्गनाथ यमुनामा स्नान गर्नु भक्ति साथ पहिलो दर्शन बिहारीको पछि रङ्गनाथ यमुनामा स्नान गर्नु भक्ति साथ कति राम्रो त्यो वृन्दावन सललल बगेकी यमुना उस्तै राम्रो मथुरा सहर जान मलाई लागैछ रहर राधा कुण्ड श्याम कुण्ड गिरी गोवर्धन बंसी बज्यो मधुर मधुर सोही वृन्दावन राधा कुण्ड श्याम कुण्ड गिरी गोवर्धन बंसी बज्यो मधुर मधुर सोही वृन्दावन कति राम्रो त्यो वृन्दावन सललल बगेकी यमुना उस्तै राम्रो मथुरा सहर जान मलाई लागैछ रहर माखन चोर्यो मिश्री चोर्यो दही सबै चोर्यो सबै थोक चोरी सक्यो प्राण पनि चोर्यो माखन चोर्यो मिश्री चोर्यो दही सबै चोर्यो सबै थोक चोरी सक्यो प्राण पनि चोर्यो कति राम्रो त्यो वृन्दावन सललल बगेकी यमुना उस्तै राम्रो मथुरा सहर जान मलाई लागैछ रहर गाई बचाली प्रभु जान्थे बन बन गोपिनीको प्रेम ठुलो रुन्थे मन मन गाई बचाली प्रभु जान्थे बन बन गोपिनीको प्रेम ठुलो रुन्थे मन मन कति राम्रो त्यो वृन्दावन सललल बगेकी यमुना उस्तै राम्रो मथुरा सहर जान मलाई लागैछ रहर दुई चारजना भयो भन्न गयो अहिले आरती गर्न पर्छ भनेको होइन र त्यो राखे भइहाल्छ नि बुझ्नु दिदी आज त टेस्टै हुने भयो होला बस्न भने मेरो पलास छ कि त्यही भएर यसको पढाइ भन्ने कहिले सकिन्न दिदी बत्ती जलाइरहेको छु कि म अब मलाई
त्यस्तो केटी चाँडै काखिनी आयो अब त अचम्मै गरेर त काखी Oh,
Thank you.
Thank you.